नमस्कार साथीहरु, नमस्कार। हेर्नुस्, हाम्रो जिन्दगी पनि यस्तै हो के। अब अहिले वैशाखको खडेलीमा हेर्नुस्, अब यो हाम्रो खेत अब यो पुरै बन्जर हैन। अब यहाँ केही उत्पादन हुँदैन, एकदम खाली भइगयो भन्ने लागिरहेछ। अब हामी पनि जिन्दगीमा हरेस नखाम न, कुनै दिन दुःख संघर्ष अप्ठ्यारो विघ्न बाधाहरू परिरहेका हुन्छन्। अब त्यसै अब यो खेतमा तपाईँ अब असार साउनमा आउनुस्, हल्का फुल्का अब खनजोत भइरहेको हुन्छ, अलिकै राम्रै भइरहेको हुन्छ है। त्यसै गरी भदौ असोजतिर आउनुहोस्, यहाँ हो धान झुलेर धानका बालाहरू खेत भनेको त यही रहेछ। यसैमा उत्पादन यति राम्रो हुन्छ है। अब कार्तिकमा आउनुहोस्, धान काटेर फेरि परिवर्तन गहुँ छर्ने समय यस्तै। अब हाम्रो जिन्दगी पनि यस्तै हो, डुब्ने बेलाको घाम जस्तो। कति बेला के हुन्छ कसो हुन्छ जिन्दगीमा प्रयास गर्दै जानुपर्छ, सबै हुन्छ है। हस्, सानो जानकारी कस्तो लाग्छ त्यस्तै लाइक शेयर कमेन्ट र च्यानललाई सब्सक्राइब गरी हजुरहरूको माया साथ सपोर्ट चाहिरहेको छु। हवस्, जय नेपाल।